हेलो साथीहरू, सिक्ने होइन त सानो टुक्रा टुक्रीको सर्ट सजिलो छिटो राम्रो। हेर्नुहोस् त मेरो बाबु चाहिँ 2 वर्षको हो, 15 लम्बाइ छ, छाती 22 छ। अब तपाईँहरू टेलर गर्ने मान्छेहरूलाई त यतिको स्पिडमा पनि बुझ्नुहुन्छ होला, अब त नगर्नेहरूले त खासै बुझ्नु हुँदैन होला। र पनि हेर्नुहोस् है त यस्तो सजिलो यति छिटो हुन्छ नि। म चाहिँ बाबुको सर्ट काटिओरी रेडी पार्नु पर्यो भने पनि आधी घन्टा 1 घन्टामा रेडी पारिओरी पनि लगाइदिइसक्छु। यस्तो त कति अब त टेलरमा कति उब्रेको हुन्छ है, अनि सबैको लोभ लाग्छ। आफू चाहिँ कहाँ सिलाइदिन्छु। हेर्नुहोस् त है, आधी हेर्दा हेर्दै ड्राफ्ट कोर्दा आधी सर्ट रेडी भइसक्यो। त्यसपछि हेर्नुहोस् त अगाडिको भागलाई दाहिनेपट्टिको भागलाई सुल्टो पारेर सिलाउने, त्यसपछि देब्रेपट्टिको टाकघर भएको भागलाई चाहिँ यसरी सिलाउने, त्यसपछि दुईटै भागको कुम सिलाउने। कुम सिलाइसकेपछि हेर्नुहोस् न कति छिटो कति राम्रो कति सजिलो हुन्छ। म चाहिँ अब प्रायः यस्तै गर्छु, कति छिटो कति सजिलो लाग्छ मलाई चाहिँ। अब यसलाई चाहिँ सानो छ बाबु, त्यही भएर सानो कपडाले पनि पुग्छ। त्यसपछि यो के गरेको भन्नुहुन्छ भने यो चाहिँ अगाडि टाक लाउने भाग हो। यसरी कचाइ गरेर सिलायो भने चाहिँ जिउ नाप्न सजिलो हुन्छ। हेर्नुहोस् त है, अब यो 3 छ नि, यो 3 चाहिँ राउन्डिङ सेप, किनभने मुनिको यु सेप भयो भने राम्रो देखिन्छ। त्यसपछि मेरो बाबुको छाती 22 थियो, 22 को आधी 11 राखेर 2 पातामा सिलाइ गर्ने। त्यसपछि हेर्नुहोस् बाबुलाई यसरी पनि गर्न सकिन्छ, तर डाइरेक्टली यसरी गर्यो भने चाहिँ कलरपट्टि बाबुलाई एकैचोटि कट्छ। हेर्नुहोस् त, अब मेरो बाबुको कलर चाहिँ 12 छ, 12 मा आधा इंच सिलाइ भाग गर्दा 12.5 देख्न सक्नुहुन्छ। त्यसपछि हेर्नुहोस् त कलरपट्टि पनि 3 निस्क्यो, बाबुलाई पनि 3 निस्क्यो। भएन त सजिलो। हेर्नुहोस् त कति सजिलो। त्यसपछि कलरपट्टिबाट यसो गरेर कलरमा सिलाउने देख्न सक्नुहुन्छ। तपाईँहरू अब अलिअलि सिलाइराख्नु भएको छ भने त सजिलै हुन्छ, बुझ्नु पनि भयो होला। हेर्नुहोस् त, अब त्यसपछि चुट्की लाउने बिचमा चाहिँ यो चाहिँ जहिले पनि काट्नुपर्छ, किनभने मजाले राउन्डिङ सेप घुम्छ। अब यो चुचो ननिस्केकोले गर्दाखेरि कैँचीले घोचेर फेरि निकाल्नुपर्छ। त्यसपछि चुचो दिन्छ। हेर्नुहोस् त है, कलरपट्टि र कलर पनि रेडी भइसक्यो सँगसँगै। त्यसपछि कलरमा पनि बिचमा चुट्की लाउने, अनि यो अघिको कचाइ गरेको खोल्ने, त्यसपछि सर्टलाई पनि बिचमा चुट्की लाएर कलरको लाई सुल्टो सर्टलाई उल्टो पारेर सरर सिलाउन सक्नुहुन्छ। आधी यता आधी उता गर्यो भने चाहिँ कलर बाङ्गो टिङ्गो लामो छोटो हुँदैन है, किनभने बिच सेन्टरबाट आधी यता आधी उता गर्यो भने कलर दुईतिरै बराबरी हुन्छ। देख्न सक्नुहुन्छ। त्यसपछि हेर्नुहोस् त, अब यस्तो गरिसकेपछि यो कलरको अर्कोपट्टिको कलरपट्टिलाई पनि दोबारेपछि उल्टो पार्ने, उल्टो पारेर यसरी यहाँ सिलाएपछि देख्न सक्नुहुन्छ। अब अर्कोतिरकोलाई पनि सिलाउने। अब यो सिलाइसकेपछि चाहिँ यसरी काटेपछि चाहिँ हेर्नु न, ठ्याक्क त जुन कलरपट्टि राखेर सिलाएको छ सर्ट र कलरपट्टि त्यसकै सरर त्यसकै माथि थिचेर सिलाउँदाखेरि कति राम्रो कति छिटो एकैछिनमा हुन्छ क्या। यो त मैले अब स्पिड गरेको हो, न त स्पिडै नगर्दा पनि तपाईँहरूले आधी घन्टामा चाहिँ सर्ट रेडी नै हुन्छ। किनभने यो त बाबुको पनि हो, सानो बच्चाको पनि हो, ठुलो पनि 1 घन्टामा चाहिँ रेडी हुन्छ। यति सजिलो यति छिटो हुन्छ। हेर्नुहोस् त, मेरो बाबुलाई लगाइदिएरी पनि रेडी बनाएर नमानेर उसलाई एउटा न एउटा